हामीलाई जोड्ने काम गर्नुभयो। कमला साक्य सृष्टिज्यूलाई सोध्छु। म लेखकीय मन्तव्यको लागि कमला साक्य सृष्टिलाई आमन्त्रण गर्छु। उहाँ सभाध्यक्ष हुनुहुन्छ, तर हामीले लेखकीय मन्तव्यको लागि उहाँलाई आमन्त्रण गर्छौँ। छ मिनट बोल्नुलाई भनेको 3 मिनटमै सकाउनु पर्ने अवस्था आयो। यस कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कथाकार, नारीवादी साहित्यकार जलेश्वरी श्रेष्ठ बिजु, वरिष्ठ कथाकार उपन्यासकार पद्मावती सिंहज्यू, उद्यमी कवि अञ्जना ताम्रोकारज्यू, भर्खरै विमोचित भइरहेको यो चाहिँ तपाईँको समीक्षा गरिदिनु हुने कवि बलराम दाहालज्यू, पत्रकार लेखक रोहित भण्डारीज्यू, उहाँलाई हामी टिभीमा देखिरहेको थियौँ। आज मैले उहाँलाई गेस्ट पाएकोमा धेरै खुसी व्यक्त गर्न चाहन्छु। र भर्खरै वक्ता बढेर जानुभएको प्यारी दिदी हाम्रो आर्टिस्ट सुषमा राज भण्डारी काकीय हुनुहुन्थ्यो, उहाँ अहिले पनि हुनुहुन्छ। र यो कृतिमा भएका सम्पूर्ण दिजूहरू, दाइहरू र सरहरू, अब मैले सबै बोल्यो भने धेरै नाम लिएको भन्ने हुन्छ। विशिष्ट अतिथि र यहाँ हाम्रो मर्निङ वाकमा आउनुहुने जिमका साथीहरू, दिदीहरू सबैलाई एकदमै धेरै म एकदमै आभारी छु आजको दिन। किनभने तपाईँहरूलाई मैले छोटो समयमा पाएर धेरै खुसी छु। मलाई 1 घण्टा 2 घण्टा भए पनि हामी हाँसी खुसी बिहान यो ध्यान गर्छौँ, जिम गर्छौँ। उहाँहरूप्रति पनि धेरै आभारी छु। उहाँहरूलाई चाहिँ सबैले चिन्नु भएन, त्यसरी मैले भने। र मेरो दाई कुमार साक्य, भाइ सञ्जीव श्रेष्ठ, भाउजू सानु श्रेष्ठ र मेरो साथी क्रान्ति पराजुली, हामी 20-22 वर्षदेखि चिन्तानमा छौँ। उनी अहिले अधिवक्ता र लेखक उपन्यासकार। उनीले यहाँ अब क्यामेरा समातिरहेको मेरो साथी कवि प्रसून शर्मा गौतम, प्रिया राणा जो अहिले अमेरिकामा छिन्, उनले धेरै मलाई साथ सहयोग दिइरहेको छ। उनीप्रति पनि म एकदमै अहिले आभारी व्यक्त गर्न चाहन्छु। तपाईँको राधिका लामा, उनको चाहिँ यो ह्यान्डिक्राफ्टको हुँदाकै हाम्रो यो खानेकुरा चाहिँ उनले आफैले अर्ग्यानिक किसिमले बनाउँछिन् र यो पनि तपाईँहरूले एउटा लिएर चाहिँ सपोर्ट गरिदिनुहुन्छ भने मलाई। अनि त्यसपछि तपाईँको अब यो हाम्रो कृतिमा भएको व्यक्तित्वहरूको म नाम लिन चाहन्छु, धेरै कुराहरू छुटिसकेको छ। एलिनाजी, मैया, सम्पूर्ण साथीभाइ, अनि करुणाजी भर्खरै आउनुभयो। उहाँ चाहिँ कलाकार प्लस उहाँ कलेज पनि चलाउनुहुन्छ र सम्पूर्णमा। अनि हाम्रो डिजाइन गर्नुहुने, किताबलाई डिजाइन गर्नुहुने हिमराज श्रेष्ठजी, तपाईँको अब टाइपिङमा मेरो कम्प्युटर चाहिँ बिचमा बिग्रियो र त्यसरी म बाहिर मैले धेरैचोटि बनाएँ कम्प्युटर। मैले 18-20 वर्ष अगाडिदेखिको त्यो कम्प्युटरलाई मैले गर्दा मैले आधी भन्दा बेसी चाहिँ फेरि बाहिर रिटाइप गर्नु पर्यो। त्यो तपाईँलाई थाहा पनि छैन है। यो किताबको दौरानमा मैले किन 5 वर्ष लगाएँ भनेको त कोरोनाको 2.5 वर्ष पेन्डेमिक फेज थियो र त्यो त्यति बेला 8-10 जनाको पहिले लिएको थिएँ इन्टरभ्यू उहाँहरूले भन्नुभयो नि त्यो क्रिटिसाइज मैले पजलमा भोगेकी छु कि 8-10 जना व्यक्तिहरूले उहाँहरूले चाहिँ गुनास गर्नुभएको थियो। तर म पत्रकारितामा लेख्छु त्यो कुराहरू चाहिँ। अब अहिले धेरै कुरा गर्दिनँ। यो तपाईँको मायाको चिनोहरू पनि अब हामीले धेरैजनालाई भन्दाखेरि हाम्रो यो चाहिँ खटिनु हुने र योगदान सपोर्ट गर्नुहुनेहरूलाई चाहिँ सानो मायाको चिनो दिने कार्यक्रम पनि छ। त्यसरी म सबैप्रति म आभारी छु, किनकि मलाई धेरै माया गर्नेहरू व्यक्तित्व भएर यहाँ आज हामी भेला भयौँ।
त्यसको लागि धेरै धेरै धन्यवाद। अब इन्दिरा राणा गइहाल्नुभयो, मेरो साथी उनी हामी त तिमी भनिरहेछौँ। अब उनी अब सांसद भएर पनि मैले पहिलोचोटि उसलाई भेटेको, उसलाई शुभकामना नदिँदै मैले यहाँ बोलाएँ भनौँ न, साथीको लागि एक अर्कालाई परेको बेलामा हामी जुट। मैले चाहिँ तिमीलाई इन्डाइरेक्टली मात्र भनेको भनेर भने होइन। साथीहरू छ, मेरो साथीहरू सम्पूर्ण साथीहरू, मेरो दिदीबहिनी छैन, साथी नै मेरो दिदीबहिनी भन्दा नि ठुलो माथि छ है। किनभने मेरो साथीहरू मेरो लागि सधैँ मनमा, मेरो जीवनमा सधैँ रहिरहन्छ। मलाई लाग्छ अब यो मैले भन्नु पनि नसकिनँ। अब शैलेन्द्र सरले भाषा हेरिदिनु भएको, उहाँप्रति नै हार्दिक कृतज्ञता व्यक्त गर्दछु। भैरवीजी उहाँले धेरै मलाई भनौँ न एक हिसाबले उहाँ यो नारी सङ्घर्ष भन्ने पुस्तकको पनि उहाँ उद्घोषक हो। कसैलाई चाहिन्छ भने कार्यक्रमको लागि अहिलेबाट बुक गर्नुहोस् है, किनभने मेरो साथीले यति राम्रो कार्यक्रम सञ्चालन गर्नुहुन्छ कि मलाई त एकदमै मनपर्छ। त्यसैले चाहे भ्याउ चाहे नभ्याउ, तर यो कार्यक्रममा आउनै पर्छ हुने भनेर उहाँ पर्यटन बोर्ड छोडेर यहाँ आउनु भएको। त्यसैले म काम गर्न रुचाउँछु बालेन जस्तै होइन। अब के भन्नु है, बालेन अब म भन्दा भाइ नै हुन्, तर उनले गरेको कामप्रति हामी सबैले चाहिँ एउटा सराहना गर्नुपर्छ जस्तो लाग्छ।